नमस्कार। विक्रम सम्वत 2082 को मङ्गलमय हार्दिक मङ्गलमय शुभकामना। नववर्ष यहाँको सुखद होस्, समृद्धि होस्, उन्नति 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 होस्। र यसो गर्नको लागि नववर्षमा हामीले एउटा न एउटा चाहिँ चिन्तन, सोच र धारणा चाहिँ लिएर चाहिँ अगाडि चाहिँ बढिराखेका हुन्छौँ। आगामी दिनहरू चाहिँ सकारात्मक ढङ्गबाट अगाडि बढोस् भन्ने हिसाबमा सकारात्मक चिन्तन, सकारात्मक सोच र सकारात्मक धारणाबाट नै अगाडि बढ्ने जमर्को हरेक जो कोहीले पनि गरिराखेको हुन्छ। र यस सम्बन्धमा सकारात्मक चिन्तन अथवा सकारात्मक सोचाइले नै मान्छेको लागि चाहिँ अगाडि बढाउने एउटा चाहिँ मार्गनिर्देश गरिराखेको चाहिँ हुन्छ। र यही सम्बन्धमा म एउटा सानो चाहिँ प्रस्तुति राख्ने चाहिँ यहाँ चाहिँ जमर्को गरिराखेको छु। वास्तवमा हामी हरेक दिन आफ्ना बारेमा कस्तो किसिमको चाहिँ सोच राख्छौँ त्यसले चाहिँ नै हामीलाई नै प्रभाव पारिराखेको चाहिँ हुन्छ। सोही अनुसार हामी अगाडि राखेका चाहिँ हुन्छौँ र दिनको चाहिँ अनुभवको चाहिँ नतिजा नै हाम्रो चाहिँ प्रवृत्ति चाहिँ बन्न जान्छ। र त्यही यसर्थ हामीले गर्ने दिनचर्या, हामीले गर्ने सोच्ने चाहिँ हाम्रो धारणा, हाम्रो दृष्टिकोणहरू नै हाम्रो चाहिँ प्रमुख प्रवृत्ति भन्न चाहिँ गइराखेको हुन्छ। त्यसै हुनाले हामीले जहिले पनि सकारात्मक ढङ्गबाट नै सोच्नुपर्छ भन्ने मान्यता चाहिँ सबैको रहिराखेको चाहिँ देखिन्छ। वास्तवमा भन्नुपर्दा मानिस मन र मस्तिष्कबाट सञ्चालित हुन्छ। मन र मस्तिष्कबाट सञ्चालित हुन्छ। मन भने कोमल भावनाबाट प्रेरित हुन्छ भने मस्तिष्क अलि बौद्धिक क्षेत्र चिन्तनबाट चाहिँ अगाडि बढिराखेको हुन्छ। यी दुवैको चाहिँ समन्वयात्मक ढङ्ग नै मान्छेको चाहिँ जीवन हो। अब यसलाई नै उसकै पनि इन्द्रियहरूले चाहिँ प्रभाव पारिराखेको चाहिँ हुन्छ। मान्छेकै इन्द्रियले नै प्रभाव पार्छ। यो कुराहरूलाई चाहिँ हामीले यहाँ चाहिँ बुझ्नुपर्ने हुन्छ। र यसो भएको हुनाले सम्यक हेराइ, सम्यक सोचाइ, सम्यक सुनाइ, सम्यक बाणी अथवा मिठासपूर्ण बाणी आदिले नै व्यक्तित्वलाई प्रभाव पार्ने हुन्छ। त्यसै हुनाले अब यसले चाहिँ आत्मोन्नति र स्वनिर्भरतालाई यसले प्रश्रय दिइराखेको चाहिँ हुन्छ। र यस ढङ्गबाट अगाडि बढिराख्ने हो भनेदेखि, यही अनुसारको चिन्तन गरिराख्ने हो भनेदेखि समाज, राष्ट्र, विश्व, परिवार प्रति चाहिँ उत्तरदायित्व वहन गर्न सिकाउँछ। त्यसै हुनाले जहिले पनि हामीले स्वस्थ कल्पना गर्नुपर्छ, स्वस्थ भावना अथवा सकारात्मक चिन्तन गर्नुपर्छ। यस सम्बन्धमा लक्ष्मीप्रसाद देवकोटाले पनि भनेका चाहिँ छन्, स्वस्थ कल्पनाले मानिस कवि बन्छ भने अस्वस्थ कल्पनाले मान्छे पागल चाहिँ बन्छ। यसका आधारमा हामीले जहिले पनि स्वस्थ कल्पना नै गर्नुपर्ने रहेछ, सकारात्मक चिन्तन नै गर्नुपर्ने रहेछ। यस सम्बन्धमा सर्वप्रथम हामीले इच्छा शक्ति प्राप्त गर्नु पर्यो। म यो काम गर्छु भन्ने कुरो इच्छा जागृत गराउनु पर्यो। इच्छा शक्ति भनेको नै कल्पना शक्ति हो। यो कल्पना शक्ति प्राप्त गरिसकेपछि हामीले कस्तो प्रकारको ज्ञान आर्जन गर्ने, हाम्रो सोचाइ, धारणा, चिन्तन कस्तो छ त्यो प्रकारको चाहिँ ज्ञानतिर हामी चाहिँ अग्रसर हुनुपर्छ। र सोही अनुसार हामी कर्मशक्तिलाई चाहिँ क्रियाशील बनाउनुपर्छ। कारण इच्छा शक्ति अथवा चाहिँ कल्पना नभएको चाहिँ मानिस एउटा पखेटा नभएको चाहिँ चरो जस्तै मानिन्छ। कल्पना नै एउटा प्रमुख तत्त्वको रूपमा चाहिँ यहाँ मान्छेको प्रमुख तत्त्वको रूपमा कल्पनालाई लिएको छ। जस्तै पखेटा नभएको चरो उड्न सक्दैन, त्यसै गरी चाहिँ स्वस्थ कल्पना नभएको मान्छेले अगाडि चाहिँ बढ्न सक्दैन भन्ने कुरो मान्यता पनि यहाँ चाहिँ प्रस्तुत यहाँ चाहिँ चिन्तन चाहिँ भएको देखिन्छ। र यसै सम्बन्धमा आइन्स्टाइनले पनि कल्पनालाई नै जोड दिएका छन्। उनका अनुसार इमेजिनेसन इज मोर पावरफुल देन नलेज भनेका छन् उनले। अर्थात् ज्ञानभन्दा कल्पनामा धेरै गुणा तागत हुन्छ भन्ने उनको चाहिँ धारणा रहेको छ। त्यसै हुनाले यहाँ सम्झनुपर्ने कुरा के हो भने ज्ञान चेतना मनबाट प्राप्त हुन्छ भने कल्पना अवचेतन मनबाट प्राप्त हुन्छ। यहाँ सम्झिनुपर्ने कुरा के रह्यो भने ज्ञान चाहिँ चेतन मनबाट प्राप्त हुन्छ भने कल्पना चाहिँ अवचेतन मनबाट प्राप्त हुन्छ। त्यसै हुनाले यो चेतन मन भन्दा अवचेतन मन 500 गुणा चाहिँ बढी चाहिँ
अग्रसर शक्तिशाली चाहिँ हुन्छ भन्ने कुरो चाहिँ रहेको छ होइन। हाम्रो अवचेतन मनमा भएका चाहिँ कुराहरू धेरै अस्वस्थ नगरिकन स्वस्थ चाहिँ कुराहरू चाहिँ चिन्तन मनन धारणा लिइराख्यो भनेदेखि त्यो हाम्रो अवचेतन मनमा बसिराखेको हुन्छ। त्यसै हुनाले हामीले जहिले पनि सकारात्मक चिन्तन, सकारात्मक सोच र समीक्षात्मक धारणाबाट चाहिँ अगाडि बढाउनुपर्छ। यो समीक्षात्मक चिन्तनलाई अगाडि लिएर जानको लागि जहिले पनि हामीले यहाँ सकारात्मक सोचाइ, सकारात्मक चिन्तनलाई नै बढी प्राथमिकता दिनुपर्छ भन्ने मान्यता चाहिँ सबैको रहेको छ। सकारात्मक चिन्तनलाई बढाउनको लागि अब के कुराहरू चाहिँ हामीले हेका राख्नुपर्छ भन्ने कुरा नै हो। सबभन्दा पहिलो कुरो नम्बर 1 मात्रै सङ्कल्प नै गर्ने हो। सङ्कल्प गर्ने हो र दृढ इच्छा शक्ति नै जागृत गराउने हो र म आजदेखि चाहिँ सकारात्मक भावना, सकारात्मक सोच र चिन्तनका साथ अगाडि बढ्छु। जुनसुकै कार्य पनि गर्दाखेरि म त्यसलाई सकारात्मक ढङ्गबाट नै लिन्छु भन्ने कुराको चाहिँ एउटा दृढ इच्छा शक्ति भन्छ। त्यो चाहिँ गरेर सङ्कल्प नै गर्नुपर्छ र सङ्कल्पलाई अगाडि बढाउनको लागि नम्बर 2मा योग गर्नुपर्छ, प्राणायाम गर्नुपर्छ, ध्यानको अभ्यास पनि उत्तिकै जरुरी छ। मन मस्तिष्क हामीले अघि नै कुरो गऱ्यौँ, मान्छेको चाहिँ प्रवृत्ति मन र मस्तिष्कसँग चाहिँ सम्बन्ध कायम गरेको हुन्छ भनेको छ। वास्तवमा यो योग प्राणायामले चाहिँ मनलाई र मस्तिष्कलाई अथवा ध्यानले मन र मस्तिष्कलाई चाहिँ ऊर्जाशील बनाउनको लागि, क्रियाशील बनाउनको लागि सधैँभरि सहयोग गर्छ। त्यस हुनाले हामीले योग, ध्यान र प्राणायामतिर पनि प्राणायाम दिनैपछि चाहिँ गर्नु चाहिँ पर्छ। अर्को सधैँभरि हरेक वस्तुहरूलाई नम्बर 3मा आशावादी ढङ्गबाट चाहिँ सोच्नुपर्छ। हरेक कुरामा आशावादी हुनुपर्छ होइन। आशा नै गरिएन भनेदेखि कुनै प्राप्त हुन सक्छ। जे कुराहरूमा पनि आशावादी हुन्छ, जुनसुकै कालो बादलमा पनि चाँदीको घेरा हुन्छ भन्ने भावनाबाट चाहिँ हामी प्रेरित भएर चाहिँ अगाडि जानुपर्छ, आशावादी हुनुपर्छ। र नम्बर 4मा आत्मविश्वास बढाउनुपर्छ। आफैमाथि आत्मविश्वास, आत्मसम्मान र आत्मविश्वास दुवै कुरा फरक विषय हुन् होइन। यो आत्मसम्मानका साथसाथै आत्मविश्वासका साथसाथै आत्मसम्मान पनि हामीले चाहिँ अगाडि बढाउन सक्यौँ भनेदेखि बढाउनुपर्छ। अब यो गर्नको लागि आत्मविश्वास अथवा आत्मसम्मान अगाडि बढाउनको लागि चाहिँ झुटो बोल्नु हुँदैन होइन। हामीले सधैँभरि सत्यको चाहिँ बाटो अगाडि हिँड्ने क्रमहरूमा झुटो चाहिँ बोल्नु हुँदैन। मनमा एकदम सहयोगात्मक भावना पैदा गराइराख्नुपर्छ। जहिले पनि सहयोग गरे अरूलाई चाहिँ सहयोग गर्ने होइन, त्यो भावनाले चाहिँ प्रेरित हुनुपर्छ। र जस्तै यहाँ कुरो चाहिँ आउँछ, वृक्षले फल दिइराखेको हुन्छ, त्यो वृक्षले दिएको फलहरू अरूकै केही लागि नै त्यो फल चाहिँ रहेको चाहिँ हुन्छ। त्यस हुनाले त्यस्तै किसिमले हामीले पनि आफूले यो समाजले हामीलाई जति पनि कुराहरू दिएको छ यो समाजलाई नै मैले दिनुपर्छ भन्ने भावनाको सहयोगी भावनाबाट अगाडि बढाउनुपर्छ। अर्को मनमा डर चिन्ताबाट चाहिँ मुक्त हुनुपर्छ होइन। मन र डर चिन्ताबाट मुक्त हुनु पनि पर्छ, किनभने चिन्ताबाट चाहिँ आत्मविश्वास कमजोर हुन्छ। आत्मविश्वास होइन, चिन्ताबाट आत्मविश्वास कमजोर हुन्छ। अब यो चिन्ता नै आत्मविश्वासको चाहिँ शत्रुको रूपमा चाहिँ मानिन्छ होइन। त्यसकारण हामीले चिन्ताबाट चाहिँ मुक्त हुनको लागि चाहिँ हामी योग र प्राणायामकै नै ध्यान दिनुपर्छ र त्यसो गरेका खण्डमा हामी अगाडि बढ्न सक्छौँ। सकारात्मक सोच धारणा हामीमा चाहिँ आउन चाहिँ सक्छ। अब अर्को नम्बर 5औँ नम्बरमा के चाहिँ आफ्नो वातावरणमा सुधार्नुपर्ने। हामी कुन वातावरणमा छौँ, कुन अवस्थामा चाहिँ हामी अगाडि बढिराखेका छौँ, हाम्रो वातावरण के त होइन। त्यो वातावरण आफैले बनाउने हो होइन। जुनसुकै परिस्थितिहरूमा पनि आफूलाई चाहिँ सहज र बनाउन सक्यो भनेदेखि त्यो वातावरण चाहिँ अनुकूल हुनसक्छ। हाँस्ने बहाना जहिले पनि खोज्नु पर्ने हुन्छ। हाँस्ने होइन, कुन ढङ्गले हाँस्ने त होइन। एकजना विद्वान, पाश्चात्य विद्वानले भनेका थियो, रुँदा तिमी एक्लै रुनुपर्छ, हाँस्यो भने संसार हाँस्छ भनेको चाहिँ छ। त्यसैले हामीले हरेक दिन हाँस्ने बहाना चाहिँ खोज्नुपर्छ र यो गर्नको लागि विशेषज्ञहरूमा चाहिँ सहमत हुनुपर्छ, सत्सङ्ग गर्नुपर्छ, सन्तहरूको चाहिँ नजिक पुग्नुपर्छ होइन। जुनसुकै कुराहरूमा पनि आध्यात्मिक कुराहरूमा चाहिँ याद राख्नुपर्छ। आध्यात्मिकताले मान्छेहरूलाई चाहिँ अगाडि बढाउने चाहिँ प्रोत्साहन दिइराखेको चाहिँ हुन्छ भने चाहिँ सधैँभरि हामीले एकदम सावधानीपूर्वक चाहिँ आफ्नो जीवनचर्यालाई अगाडि हुन्छ। पाइलामा चाहिँ हिँड्ने क्रममा फुकी पाइला चाहिँ चाल्नुपर्छ। मैले आज गर्ने कदमहरू के हुन्छन्, कस्तो हुन्छ भनेर सावधानीपूर्वक अगाडि बढ्नुपर्ने हुन्छ। जस्तै अब नीतिमूलक कथाहरू होइन, प्राचीन कथाहरू, ती कथाहरूबाट चाहिँ नीतिमूलक कथाहरूबाट पनि हामीले चाहिँ
के गर्नुपर्छ सकारात्मक चिन्तनहरू चाहिँ ल्याउने चाहिँ कार्य गर्नुपर्छ र यहाँ चाहिँ अर्को चाहिँ कुराहरू के छ भनेदेखि आफ्नो वातावरण निर्माण गर्नको लागि सस्तो सल्लाहहरूतिर चाहिँ आफू त्यसबाट बच्नुपर्छ सस्तो सल्लाहहरू दिइराखेका हुन्छन् होइन सस्तो सल्लाहहरू यहाँ सल्लाह दिनलाई चाहिँ मान्छे चाहिँ अग्रसर भइराखेका हुन्छन् भने त्यो सल्लाहहरूबाट चाहिँ आफू चाहिँ बच्नुपर्छ र त्यसका अब यो त्यसो भएको कारणले जहिले पनि हामी प्रेरणादायी चिन्तनमा चाहिँ अभ्यास गर्नुपर्छ प्रेरणादायी चिन्तन जस्तै बुद्धका कुराहरूका लिने नि होइन ज्ञान गुणका कुराहरू लिने सत्सङ्गमा जाने महात्माहरूको चाहिँ सङ्गत गर्ने सकारात्मक चिन्तन भएका किताबहरू चाहिँ अध्ययन गर्ने पुस्तकहरूको चाहिँ अध्ययन गर्ने बानीको चाहिँ विकास गराउने त्यसो भएका खण्डमा चाहिँ हामीले सही ढङ्गले अगाडि चाहिँ बढ्न चाहिँ सक्छौँ अब सबभन्दा महत्त्वपूर्ण हामीले कल्पनाका कुराहरू अगाडि नै गरिसक्यौँ कल्पना शक्ति चाहिँ बढाउनुपर्छ सबभन्दा महत्त्वपूर्ण मान्छेको इच्छा शक्ति हो कल्पना शक्ति हो कल्पना नभएको मान्छे एउटा पखेटा नभएको चरो जस्तै नै हो भनेर चाहिँ हामीले चाहिँ अगाडि भनिसक्यौँ भनेपछि हामी जहिले पनि त्यो कल्पना शक्तिहरूलाई चाहिँ बाट नै अग्रसर भएर अगाडि जानुपर्छ अगाडि बढ्नुपर्छ र यो कल्पना शक्ति राम्रो बनाउनुको लागि चाहिँ हामीले के गर्नुपर्छ भने जहिले पनि सकारात्मक चिन्तन सकारात्मक सोच र धारणाहरूलाई नै अगाडि चाहिँ बढाउनु पर्ने हुन्छ यहाँ म यही कुरामा समग्रमा एउटा चाहिँ हाम्रो के कस्तो त सत्सङ्ग र अथवा चाहिँ हाम्रो साथी सङ्गत कस्तो हुनुपर्छ भन्ने कुराहरूको बारेमा चाहिँ एउटा चाहिँ सानो मुक्तकहरू चाहिँ प्रस्तुत गर्ने चाहिँ अनुमति चाहन्छु सुसङ्गमा सुसङ्ग मिले जसै श्रीखण्डबाट कपुर सुसङ्गमा सुसङ्ग मिले जसै श्रीखण्डबाट कपुर कुसङ्गमा कुसङ्ग मिले जसै भाङबाट धतुर कुसङ्गमा कुसङ्ग मिले जसै भाङबाट धतुर सङ्कल्प पुरुषार्थ अभ्यासमा भए निरन्तर सङ्कल्प पुरुषार्थ अभ्यासमा भए निरन्तर हुन्छ सकारात्मक चिन्तन जसै चलाखबाट चतुर हुन्छ सकारात्मक चिन्तन जसै चलाखबाट चतुर यहाँ फेरि म यसलाई पुनः चाहिँ दोहोऱ्याउँछु सुसङ्गमा सुसङ्ग मिले जसै श्रीखण्डबाट कपुर कुसङ्गमा कुसङ्ग मिले जसै भाङबाट धतुर सङ्कल्प पुरुषार्थ अभ्यासमा भए निरन्तरता सङ्कल्प पुरुषार्थ अभ्यासमा भए निरन्तरता हुन्छ सकारात्मक चिन्तन जसै चलाखबाट चतुर हुन्छ सकारात्मक चिन्तन जसै चलाखबाट चाहिँ चतुर भने यो ढङ्गले हामीले सत्सङ्ग गऱ्यौँ र सत्सङ्गले नै महत्त्वपूर्ण चाहिँ कार्यहरू चाहिँ लाई चाहिँ साथ दिइरहेको चाहिँ हुन्छ त्यसो हुनाले हामीले गर्ने चाहिँ धारणा हामीले सोच्ने चाहिँ चिन्तनहरू जहिले पनि सकारात्मक हुनुपर्छ सकारात्मक धारणा सकारात्मक चिन्तन सकारात्मक सोचहरू भएका खण्डमा हामीमा भएको अहम र महम भन्ने जुन चाहिँ कुराहरू चाहिँ छ ती सबै कुराहरूमा चाहिँ नष्ट भएर जान्छ र क्रमशः हामीमा पनि हामी क्रमशः अहङ्कार शून्यता र समय शून्यतातर्फ अग्रसर हुन्छौँ र जहिले पनि अनि हामी ऊर्जाशील हुन्छौँ र चाहिँ आनन्द चाहिँ प्राप्त गर्न सक्छौँ त्यस हुनाले हामीले समयको छेड र आनन्दको चाहिँ पलहरूलाई पनि जहिले पनि अगाडि चाहिँ बढाउनको लागि सकारात्मक सोच सकारात्मक चिन्तन र सकारात्मक धारणाबाट नै अगाडि चाहिँ बढ्नुपर्छ अर्थात् सम्यक बाणी सम्यक दृष्टि सम्यक चाहिँ बोली सम्यक सुनाइ सम्यक हेराइ यी सबै कुराहरू नै सकारात्मक चिज वस्तुहरूको चाहिँ पोषक तत्त्वहरू हुन् जहिले पनि हामी सकारात्मक चिन्तनबाट नै अगाडि बढ्नुपर्छ त्यसको लागि हामीले वातावरण निर्माण गर्नुपर्छ असल वातावरण चाहिँ कायम गर्नुपर्छ सङ्कल्प गर्नुपर्छ सबभन्दा ठुलो वस्तु नै दृढ सङ्कल्प हो म यो कुरो गरेर छोड्छु भनेर चाहिँ सङ्कल्प गरिसकेपछि हामी जुनसुकै कुरामा पनि सफल हुन सक्छौँ धन्यवाद।